खुल्ला किताब म। न बाहिर ढाक्नलाई कुनै कबर छ, न लुकाएर राख्नलाई कुनै त्यस्तो वस्त्र छ त केवल सबै छर्लङ्ग छन्, बाहिरी पाना धुजा धुजा पारेर च्यातेर फालिएको छ। अनि म आफै बाहिर प्रकट गराइएको छु, म मेरै सामु अनि सबैको सामु पनि एउटा खुल्ला किताब जस्तो। न कुनै रूप छ, न रूपलाई रङ्गाएर सजाएर राख्न मिल्ने त्यस्तो कुनै रङ्ग नै छ। जताततै च्यातिएको मात्र छ, ओल्लो छेउदेखि पल्लो छेउसम्म। कहिले ओल्लो छेउ सिलाउँछु, पल्लो छेउ च्यातिन्छ, अनि पल्लो छेउ सिलाउँछु त फेरि ओल्लो छेउ च्यातिन्छ। यसरी नै दिन सिलाउँदै टाल्दै जीवनलाई सम्हाल्दै आएकी छु। अब त गाह्रो भयो, खै टाल्दा टाल्दै पनि पुरै जीवन नै चस्केर दुख्न थालेको छ। भित्र बाहिर सबै च्यातिएको मात्र देख्छु। अब त टाल्न नै नमिल्ने गरी खै अब कसरी टालुँ? म त सक्दिन अब टाल्न। म थाकिसकेकी छु, म हारिसकेकी छु। मसँग अब आफैलाई सम्हाल्ने कुनै शक्ति छैन। यसैले चुपचाप म आफ्नो जीवन सबै पोको पारे, भित्र अनि बाहिर सबै लथालिङ्ग भएको, अनि ल्याएँ प्रभुको स्यामो र भने, म जे छु जस्तो छु सबै ल्याएकी छु। तपाईँकै हो यो, र तपाईँले नै अब बनाउनुहोस् अनि तपाईँले नै सजाउनुहोस्, मात्र केवल तपाईँकै लागि हो प्रभु, तपाईँकै लागि मात्र। त्यो खुल्ला किताब जस्तै म आज यसलाई सजाउनुहोस्, आज यसलाई सजाउनुहोस् प्रभु।